सम्पूर्ण अभिभावकज्यूहरूमा नमस्कार टक्राउन चाहन्छु। नयाँ वर्ष 2082 सालको सम्पूर्ण अभिभावकज्यूहरूमा शुभकामना व्यक्त गर्दै आगामी दिनहरूमा आइएम इङ्ग्लिस स्कुलले शैक्षिक गतिविधिहरूलाई परिष्कृत गर्दै 2081 सालको शिक्षा क्रियाकलापहरूभन्दा भिन्न र फरक ढङ्गले यहाँहरू माझ आउने पनि यहाँहरूलाई म पुनः जानकारी गराउन चाहन्छु। सम्पूर्ण अभिभावकहरूले हामीहरूलाई पिजी क्लासदेखि कक्षा 6 सम्म आफ्नो बाबु नानीहरू काखमा सुम्पिनु भएको थियो। सोही अनुरूप हामीले हाम्रो तर्फबाट विद्यालयको तर्फबाट हामीले गर्नुपर्ने सम्पूर्ण कार्यहरू सरल र सहज ढङ्गले यहाँहरूको बाबु नानीहरूलाई परिष्कृत, परिमार्जित, सुसंस्कृत र एउटा सबल विद्यार्थी बनाउन सफल भएको छौँ भन्ने मैले आभास लिएको छु र यहाँहरूले पनि त्यो परिवर्तनको केही झलकहरू पाउनु भएको मैले महसुस गरेको छु। र अब हामी 2082 सालमा कक्षा 7 लाई हामी प्रोजेक्ट क्लासबाट हामी क्लास अध्यापन कार्य हामीले गराउनेछौँ। हामी शिक्षकहरूलाई तालिम दिएर त्यो अनुसारको क्लासलाई हामीले अगाडि बढाउने जमर्को गरेका छौँ, किनभने अहिलेको टेक्नोलोजी त्यसलाई हामीले प्रयोग गर्दै र ती टेक्नोलोजीहरूलाई हामीले अपनाएनौँ भने भोलिका दिनहरूमा बाबु नानीहरूले अर्को ठाउँमा जाँदाखेरि त्यो टेक्नोलोजी देखेर चाहिँ उनीहरू एउटा दङ्ग पर्ने वातावरण नबनोस् भन्नका खातिर पनि हामीले एउटा प्रोजेक्ट क्लासको अब क्लास 7बाट मास्तिर चाहिँ हामी प्रोजेक्ट क्लासहरू लन्च गर्ने प्रोसेसमा हामी भएको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छौँ। भने विद्यालयमा भए गरेका 2081 सालमा भए गरेका अतिरिक्त कार्यक्रमहरूलाई पूर्णता र अझै व्यवस्थित तरिकाले लैजाने पनि यहाँहरूलाई हामी जानकारी गराउन चाहन्छौँ। डान्स क्लासहरूलाई व्यवस्थित, स्पोर्ट्स क्लासहरूलाई व्यवस्थित, कम्प्युटर ल्याबलाई अझ व्यवस्थित र टेक्नोलोजीलाई अझ उत्कृष्ट बनाउने कोसिसमा हामी लागेका छौँ र विद्यालयमा भौतिक संरचनाहरूलाई पनि अलिकता व्यवस्थित र अलिकता स्मार्ट डिजाइनर गरेर चाहिँ हामी अगाडि बढ्ने हामीले कन्सेप्ट लिएका छौँ र अब हामी पूर्णतः एलकेजी, युकेजी, नर्सरी, पिजी क्लासलाई ग्रेड टिचिङ मार्फत पनि अगाडि बढ्न हामी कोसिस गरेका छौँ। अब बच्चालाई, साना बालबालिका बच्चालाई हामी कार्पेट र सानो टेबलमा हामी एउटा क्लास एकजना टिचरको ह्यान्डलिङमा हामीले जुन छोड्ने चाहिँ जमर्को हामीले गरेका छौँ, सोच हामीले बनाएका छौँ। त्यसमा अभिभावकज्यूहरूको राय सल्लाहको पनि म राय सल्लाह दिन पनि म अपिल गर्न चाहन्छु। भने अब हामी 2082 साललाई हामी नयाँ शैक्षिक ढङ्ग र एउटा परिष्कृत खालको चाहिँ अध्यापन कार्य गराउनको लागि चाहिँ हामी प्रेरित हुने यहाँलाई जानकारी गराउन चाहन्छु र सम्पूर्ण अभिभावकज्यूहरूलाई आइएम इङ्ग्लिस स्कुलमा आफ्नो बाबु नानीहरू भर्ना गरेर असुरक्षित महसुस गर्नुभएको छ भने यहाँहरूलाई मेरो हार्दिक अनुरोध के छ भने बुझ्नुहोस्, हेर्नुहोस्, तपाईँले नेपाल अधिराज्यभरि कुन कुन विद्यालयमा कस्ता खाले कुन प्रक्रियाबाट अध्यापन कार्यहरू गराएका छन् र कुन विद्यालयमा बाबु नानीहरू सुरक्षित छन् भन्ने कुरालाई पनि यहाँहरूले विश्लेषण गर्नु जरुरी छ भन्ने मैले बुझेको छु र हामी पनि चाहन्छौँ तपाईँले जुन भरोसा दिएर हामीलाई तपाईँको बाबु नानीहरू हाम्रो काखमा सुम्पिनु भएको छ, हामीले त्यसलाई पूर्ण रूपमा तपाईँको बाबु नानीहरूलाई शिक्षाको ज्योति व्यवस्थित गुणस्तरीय शिक्षा प्रदान गर्ने नै छौँ। त्यो सँगसँगै राम्रो स्वास्थ्यको लागि पनि अतिरिक्त क्रियाकलापहरूबाट उनीहरूको बौद्धिक स्तरलाई बौद्धिक स्तर उन्नति गर्नको लागि पनि हामी
पुनः कोसिस गर्ने यहाँहरूलाई जानकारी गराउन चाहन्छु र यहाँको साथ सपोर्ट र मायाकै कारण आइएम इङ्ग्लिस स्कुल यो अवस्थामा आउन सफल भएको छ। अनवरत रूपमा यहाँले साथ र सपोर्ट गर्नुहुनेछ भन्ने मैले पूर्ण आशा र भरोसा लिँदै पुनः फेरि 2082 सालको नयाँ वर्षको पावन अवसरमा यहाँहरू सम्पूर्ण अभिभावकज्यूहरूको घर आँगनमा शैक्षिक दीप ज्योतिको प्रज्वलन धेरै धेरै बढ्दै जाओस्। यहाँहरूको जीवनमा 2081 सालको भन्दा 2082 सालको नयाँ शैक्षिक रङले चाहिँ पूर्णता पाओस्, यही मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद।